नमस्कार साथीहरू। आज हामी पैसाप्रतिको सोच परिवर्तन गर्न सक्ने केही शक्तिशाली विचारहरूको बारेमा कुरा गर्नेछौँ। सानैदेखि धेरैलाई एउटा कुरा सिकाइन्छ, राम्रोसँग पढ, राम्रो जागिर गर, अनि जीवन सफल हुन्छ। तर एउटा प्रश्न सोचौँ, के केवल जागिरले आर्थिक स्वतन्त्रता दिन सक्छ? सफलता केवल धेरै पैसा कमाउनु होइन, पैसालाई सही तरिकाले प्रयोग गर्न जान्नु पनि हो। पहिलो पाठ, पैसाको पछि मात्र नदौड, पैसालाई तिम्रो लागि काम गर्न सिकाऊ। कल्पना गर, तिमी दिनभर मेहनत गर्छौ, पैसा कमाउँछौ, अनि त्यो पैसा तुरुन्तै खर्च हुन्छ। अर्को दिन फेरि त्यही सङ्घर्ष दोहोरिन्छ। तर यदि कमाइको केही भाग बचत, लगानी वा व्यवसायमा प्रयोग गरियो भने एक दिन त्यही पैसाले तिम्रो लागि काम गर्न थाल्छ। यही नै आर्थिक स्वतन्त्रताको पहिलो कदम हो। दोस्रो पाठ, सम्पत्ति र दायित्व बीचको फरक बुझ। सम्पत्ति त्यो हो जसले तिम्रो खल्तीमा पैसा ल्याउँछ। दायित्व त्यो हो जसले खल्तीबाट पैसा बाहिर निकाल्छ। धेरै मानिसहरू महँगा सामान किनेर आफूलाई धनी ठान्छन्, तर यदि ती वस्तुहरूले निरन्तर खर्च मात्र बढाउँछन् भने तिनीहरू सम्पत्ति होइनन्। वास्तविक समृद्धि भविष्यमा आम्दानी दिने कुराहरू निर्माण गर्नमा लुकेको हुन्छ। तेस्रो पाठ, ज्ञान नै सबैभन्दा ठूलो लगानी हो। विद्यालयले धेरै विषय सिकाउँछ, तर पैसाको व्यवस्थापन, लगानी र व्यवसायको शिक्षा प्राय हामी आफैले खोज्नुपर्छ। नयाँ सिप सिक, पुस्तक पढ, बजार बुझ, अनुभव बटुल। ज्ञानमा गरिएको लगानीले समयसँगै सबैभन्दा ठूलो प्रतिफल दिन्छ। चौथो पाठ, जहाँ अरूले समस्या देख्छन्, सफल मानिसहरूले अवसर देख्छन्। हरेक चुनौतीभित्र एउटा सम्भावना लुकेको हुन्छ। कठिन समयले मानिसलाई कमजोर होइन, अझ बुद्धिमान र बलियो बनाउन सक्छ, यदि उसले सिक्न र अगाडि बढ्न छोड्दैन भने। पाँचौं पाठ, डर र असफलताबाट भाग्नु हुँदैन। असफलता अन्त्य होइन, यो सफलताको यात्रामा आउने एउटा शिक्षक हो। हरेक गल्तीले नयाँ पाठ सिकाउँछ, हरेक अनुभवले नयाँ शक्ति दिन्छ। धेरै मानिसहरू हार्ने डरले सुरुवात नै गर्दैनन्, तर विजेता ती हुन्छन् जो लड्छन्, सिक्छन् र फेरि उठेर अगाडि बढ्छन्। साथीहरू, आर्थिक स्वतन्त्रता एकै रातमा प्राप्त हुँदैन। यो साना निर्णयहरूको परिणाम हो, यो अनुशासनको परिणाम हो, यो निरन्तर सिकाइको परिणाम हो। नयाँ बानी सुरु गरौँ, कमाएको पैसाको केही भाग बचत गरौँ, केही भाग आफूलाई शिक्षित बनाउन खर्च गरौँ, र केही भाग भविष्य निर्माण गर्ने काममा लगानी गरौँ। किनकि सोच बदलिँदा बानी बदलिन्छ, बानी बदलिँदा जीवन बदलिन्छ। बैंक खाताबाट सुरु हुँदैन, यो सही सोच, सही ज्ञान र सही निर्णयबाट सुरु हुन्छ। यदि यो भिडियोले तपाईलाई प्रेरणा दियो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।